ओइ सुस्मिता, तिमीले मात्र मासु खायो, मलाई चाहिँ खै? त गुठी लगि खाएको होइन र? मैले त अलिअलि चाखेको मात्र पो त। होइन, मैले त्यति धेरै मासु दिँदाखेरि पनि कस्तो नअगाएको। सबै एक्लै खाइस् होला। के रे मैले यति धेरै भाग तिमीलाई दिएको हो, मेरो मासु समेत तिमीलाई दिएको हो। ओइ लठ, मेरो बहिनीलाई किन कुरिस? पख तल म पुलिसलाई भनिदिन्छु। ओइ लठ जाइ, मेरो बहिनीलाई किन हातपात गरिस्? तँलाई पख म गाउँलेहरू बोलाएर कुटाउँछु। ओइ बहिनी, त्यो लठ जाइले तँलाई किन हातपात गर्यो हो? ओइ बहिनी, तेरो बुढालाई यहाँ लिएर धोबी कुटे गरौँ। ओइ लठ, उठ्नु पर्दैन, यतै बेर सुतेर हुन्छ यहाँ, घरमा काम छैन। होइन है दिदी बहिनी, यो ज्वाइँलाई त कुटेर खेताउनु पर्छ। उल्टो अबदेखि तिमीलाई म कहिले पनि कुट्दिनँ ल, तिमीलाई सधैँ माया गर्छु। ओइ गुइठे, के छ खबर? अनि बुढी लिएर आइस्? अनि कस्तो भयो त्यो ससुरालीको बसाइ? अनि के छ हौ केटा हो गाउँघरतिर? ओहो, तोरीलाहरूसँग भेट भयो त। अनि के छ खबर चोर डाकाहरू? ओइ चोर, कसले डाका भनेको? ओइ पण्डित, धेरै हल्ला नगर्ने, फेरि कुटे गलास् नि मेरो। ओइ फेरि एकचोटि भन् त कोसँग बोलिरहेछस् त? थाहा छ तँलाई? ओइ केटा हो, मेरो बुढीको ख्याल गर है, म विदेश जाँदैछु। कुनै दिन तिमीलाई सम्झेर एउटा आइफोन ल्याइदिन्छु।